हाई गाइज वेलकम टु माई फर्स्ट भोइस ओभर। आज चाहिँ मैले हजुरहरूलाई यो कन्ट्याक्ट लेन्स कसरी लाउने, कसरी सजिलो हुन्छ भनेर एउटा सानो ट्युटोरियल लिएर आएको छु। यो लेन्स चाहिँ हल्का ग्रेइस टाइपको छ अनि यो केसहरू अनि यो लेन्स चाहिँ मैले दुइटै सिनबाट मगाएको हो। सो लिङ्क चाहियो भने म तल डिस्क्रिप्सन बक्समा हालिदिन्छु है। अनि यसमा चाहिँ सानो कन्टेनर, यो निकाल्ने ट्विजर जस्तो अनि प्लस यो एप्लिकेटर पनि आएको थियो। अनि यो लेन्सलाई चाहिँ मैले पुरै सोल्युसनमा डुबाएर राखेको छु। पुरै डुबाउनु नै पर्छ नत्र ड्राई हुन्छ फेरि होइन। अनि यो सोल्युसन चाहिँ भिजुअल एन्ड क्लिकको है। अनि सबसे पहिला चाहिँ मैले साबुन पानीले राम्रोसँग हात धोएँ, यसलाई निकालेर अनि हत्केलामा राखेँ। अनि फेरि सोल्युसनले एकचोटि रिन्स गर्नुपर्छ अनि रिन्स गरेर चाहिँ यसको त्यो सोल्युसन लिक्विड फ्याँक्दै होइन अनि सकेसम्म यसलाई चाहिँ ड्राई गराउनुपर्छ क्या। किनभने त्यो लिक्विड सँगसँगै आँखामा पर्यो भने चाहिँ आँखा पोल्ने हुन्छ होइन। अनि यो एप्लिकेटरमा राखेँ, यसले च्याप्प समाउँछ कि। अनि त्यसपछि हामीले चाहिँ सकेसम्म यो आँखाको सेतो भागपट्टि हुन्छ नि त्यता त्यो लेन्सलाई राख्न ट्राई गर्नुपर्छ। यो चाहिँ फर्स्टचोटिमै हुँदैन है, यो चाहिँ ट्रायल एन्ड एरर हो। हल्का हेडलाई चाहिँ माथि टिल्ट गरेर आँखा चाहिँ माथि हुन्छ अथवा तल हुन्छ यसरी हेऱ्यो भने चाहिँ अलिकति इजी हुँदो रहेछ है। अनि म यो लेन्स लगाउँदाखेरि चाहिँ गर्न हुने र गर्न नहुने कुराहरू भन्छु है त हजुरहरूलाई। सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ साबुन पानीले राम्रोसँग हात धुनुपर्छ, इन्फेक्सन कन्ट्रोलको लागि अनि त्यसपछि मात्रै बल्ल अप्लाई गर्नुपर्छ है। अनि अर्को कुरा चाहिँ यो लेन्स उल्टो-सुल्टो हेर्नुपर्छ। उल्टो यदि केही गरी लगायौँ भने यति धेरै आँखा पोल्दो रहेछ कि आँसु आएको आँखा पोलेको पहिलोचोटि मलाई त्यस्तो पर्दाखेरि त म आँखै देख्न सक्दिनँ कि क्या हो भन्ने। मैले यो के चिज लगाएँ होला भन्ने जस्तो भएको थियो, क्या रिग्रेट भएको थियो। त्यही भएर उल्टो-सुल्टो चाहिँ एकदमै विचार गरेर राख्नु होला। उल्टोमा चाहिँ हल्का लाइट कलर हुन्छ, सुल्टोमा चाहिँ हल्का डार्क कलर हुन्छ के। सो त्यो हेरेर विचार गरेर राख्नु होला है त। अनि अर्को कुरा चाहिँ कहिलेकाहीँ लाउँदा-लाउँदै भुइँतिर अथवा अरू कुनै सर्फेसतिर खर्न सक्छ नि। त्यस्तो भयो भने फेरि लिगेर सोल्युसनले रिन्स गरेर मात्रै अप्लाई गर्नु होला, नत्र फेरि त्यो धुलो अथवा केही पर्यो भने पनि आँखाले एकदमै दुःख पाउँदो रहेछ। लास्ट कुरा चाहिँ यो झिकिसकेपछि लेफ्टको लेफ्टमा, राइटको राइटमा राख्नु होला। त्यो केसमा पनि लेफ्ट र राइट भनेर लेखेको हुन्छ। त्यो एक्सचेन्ज सकेसम्म नगर्नु होला। अनि फेरि त्यो केसबाट झिकेर लाउँदा पनि लेफ्टको लेफ्टमा, राइटको राइटमा लाउनु होला है त। यो चाहिँ मेरो फाइनल लुक हो। मेकअप अनि हेयर चाहिँ मैले हिटलेस कर्ल गरेको हो। सो यो हिटलेस कर्लको ट्युटोरियल चाहियो, यो मेकअपको ट्युटोरियल चाहियो भने चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्नु होला। म ट्युटोरियल लिएर आउनेछु। फेरि भेटौँला है त।